के उपदेशहरू तत्कालीन समयमा पढ्न नपाएँ आज र यसका पनि आफ्नै मूल्य मान्यताहरू छन्। सुरुवाती कृतिका माध्यमबाट नेपाली मौलिक संस्कृतिको उत्थान र निरामय संरक्षण सङ्घर्ष निरन्तरताको अथक प्रयास निष्ठा र सांस्कृतिक चेतका कारण आज नेपाली लोकगीतको ढुकढुकी माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा एउटा यस्तो नाम हो जसलाई इतिहासले कहिल्यै बिर्सन सक्दैन। उहाँ केवल एक सर्जक मात्र हुनुहुन्थेन, उहाँ नेपाली गाउँ बेसी उकाली ओह्राली र पाखा पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक सम्भाग हुनुहुन्थ्यो। लोकगीतमै नेपालीपन देख्नुहुने थापाले रेडियो नेपालको स्थापना कालदेखि नै उहाँले गाउँ गाउँ पुगेर हराउन लागेका लोक धुन र भाकाहरू सङ्कलन गर्नुभयो। उहाँका कालजयी सिर्जनाहरू आज पनि नेपाली मन मस्तिष्कमा उत्तिकै जीवन्त रहेका छन्। उहाँका गीतहरूमा देशप्रेम, प्राकृतिक सौन्दर्य र नेपाली समाजको वास्तविक तस्विर झल्किन्छ। उहाँका गीत, काव्य, गीत सङ्ग्रह, कविता सङ्ग्रह, खण्डकाव्य लगायतका सिर्जनाहरू सर्वसाधारणले सजिलै बुझ्ने र मनन गर्न सक्ने सरल नेपाली भाषामा बुनिएका हुन्थे। तत्कालीन राजा महेन्द्रबाट 2013 सालमा उहाँलाई प्रदान गरिएको जनकवि केसरी उपाधि उहाँको जनप्रियता र सृजनात्मक उचाइको बलियो प्रमाण हो। उहाँ बुलबुल शान र गण्डकी रत्न मानपतिबाट पनि शोभित हुनुभयो। नेपाली हुनुमा गर्व गर्ने र नेपाली माटोलाई माया गर्ने हरेक पुस्ताका लागि धर्मराज थापाका सिर्जनाहरू मार्गदर्शक दीपशिखा हुन्। आजको यो आधुनिक र पश्चिमा संस्कृतिले प्रभाव पार्दै गएको समयमा धर्मराज थापा जस्ता महान साधकको योगदानलाई स्मरण गर्नु अझ बढी सान्दर्भिक भएको छ। हाम्रो मौलिक लोक कला र संस्कृति नै हाम्रो पहिचान हो। हामीले केवल उहाँका गीत गाएर वा उहाँको सम्झनामा कार्यक्रम आयोजना गरेर मात्र उहाँप्रति सम्मान व्यक्त गरिएको ठहरिँदैन। उहाँले देखाउनु भएको सांस्कृतिक संरक्षणको अभियानलाई निरन्तरता दिनु, लोक साहित्यको अनुसन्धानलाई प्रोत्साहन गर्नु, युवा पुस्तालाई लोक संस्कृतिसँग जोड्नु तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। धर्मराज थापालाई धर्मराज थापा बनाउने उहाँकी धर्मपत्नी सावित्री थापाको योगदान र परिवारको त्याग र साथको पनि सम्झना गर्नुपर्ने हुन्छ। कुनै पनि राष्ट्रको वास्तविक पहिचान त्यसको भाषा, साहित्य, संस्कृति र लोकजीवनमा सुरक्षित रहेको हुन्छ। ती सम्पदाको संरक्षण र प्रवर्धन गर्ने स्रष्टाहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्। यस्ता कालजयी व्यक्तित्व मध्ये जनकवि केसरी धर्मराज थापाको नाम नेपाली समाजले सधैँ सम्मानका साथ स्मरण गर्नेछ। 2052 सालमा स्थापित यस प्रतिष्ठानले जनकवि केसरी थापाको स्मृतिलाई जीवन्त राखेर उहाँको योगदानलाई कालान्तरसम्म चिरस्थायी बनाउनका लागि निरन्तर रूपमा गर्दै आएको सर्जकहरूलाई सम्मान कार्यक्रम हौसला प्रदान गर्ने कार्य प्रशंसनीय छ। जनकवि केसरी थापाप्रति पुनः हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँका आदर्श सृजना र योगदानले आगामी पुस्तालाई निरन्तर प्रेरणा प्रदान गरिरहोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु।